ठाउँको नाम के हो? बानन्दे। हामी बानन्देमा आइपुग्यौँ। भोलि चाहिँ हामी बाटो लाग्ने मामला ल बाबा चिनलाई चिन यो पुग्नलाई भोलि लाग्ने हो। आज यहाँ बस्यो भने त्यो कुरो लागेको देखाउँछ। त्यो पर तर यहाँबाट चिन्दैन के त्यो कुरो लागेको ठाउँ चाहिँ मेरो मामा गाउँ हो। त्यहाँनिर भोलि हामी पुग्छौँ हैन। आज गाडी नपाएर यहाँ गाडी नबचाएर यस्तो घरमा चाहिँ बस्छु गाइस। बानन्दे भन्ने राम्रो क्यामेरा घुमाउँछ। राम्ररी यो चाहिँ बानन्दे बजार हो। त्यहाँ दुईटा पसल छ। यहाँ एउटा होटल छ। यहाँ चाहिँ बस्ने हो आज। यो चाहिँ हाम्रो सामान्य के साह्रो बाबा भयो सपना राम्रो बनाउनु गाइस। मेरो बाबाको बाबा हजुरले कति पुग्न सक्नुहुन्छ? मैले यो बोक्नु भन्थे म बोकिहाल्छु यो बोक्दा। गाइस हामी चाहिँ कोठातिर लाग्यो। यो हेलमेट पनि म बोक्छु। हेलमेट टाउकोमा लगाएर बोक ल। मैले चाहिँ आज बाइक कुदाएको गाइस। बाबा पानीमा त स्कुटर चिप्लेर आएर लम्मै मलाई हानेर आज दर्शन लागेर हुन्छ त्यतिकै हेर्नु न। अहिले खाना कति बेला हुन्छ बोलाउनु न। हुन्छ मासु पनि बनाइदिनु न। मासु 2 ठाउँ बनाइदिनु न। 2 बाँडी खेल्छौँ। त्यो रुँदैन पनि दसैँ हो। त्यही पनि फेरि कता हो नि हाम्रो बाटो? हामी उबै हो त स्थित उबै। जान्छ अब यो सिधै चढ्नेछ। हल्लाउने क्यामेरा नहल्लाइ खिच्नु। हामी कोठामा जाँदैछौँ। हाम्रो मम्मी चाहिँ अघि बुझ्नु भयो होला। हाम्रो मम्मीहरू चाहिँ चिन्दैन पर्ला। त्यतै हो फेरि हेर अनि मामा बजीहरू हामीसँगै सुत्नुहुन्छ? राम्रै भयो। म आज घरमा पुगेको मङ्गलबार पनि हो। जे हुन्छ राम्रैको लागि हुन्छ भन्थ्यो भएर छ।